हजुर नेपाल आइडलमा पनि जानु भएको थियो होइन, त्यहाँ केही समय पश्चात हजुर सेलेक्ट हुनु भएन। त्यहाँ सेलेक्ट हुँदाखेरिको फाइदा छ कि अहिले यता नहुँदाखेरिको पनि फाइदा छ दाइ खासमा चाहिँ? त्यो सेलेक्ट हुनुको फाइदा अनि नहुनुको फाइदा भन्दा पनि सबैभन्दा चाहिँ समयलाई चिन्न सकियो र समयसँगै अघि बढ्न सक्यो भने त्यही चाहिँ फाइदा हुन्छ। दिनैभरि घामै राजा साँझ खटेन, तर तिम्रो माया बाधै माछा कहिल्यै घटेन। दिनैभरि घामै राजा साँझ खटेन, तर तिम्रो माया बाधै माछा कहिल्यै घटेन। हिउँदै घट्यो तालको पानी बर्खा अटेन, तर तिम्रो माया बाधै माछा कहिल्यै घटेन। त्यो चिजले केही सिकायो नि हजुरलाई? सिकायो, ममा धेरै कमी कमजोरीहरू छ। जति म अरूको अगाडि जान्छु उति बढी मेरो कमजोरीहरू निक्लिन्छ। जति म श्रोताको माझमा जान्छु, जति श्रोताको माझमा गएर म गाउँछु, शब्द लेख्छु, सङ्गीत गर्छु, त्यति नै श्रोताहरूले त्यसलाई के भन्छ जज गर्नुहुन्छ नि त। यो चाहिँ अलिक ठिक छ, यो चाहिँ अलिक ठिक छैन, यो चाहिँ अलिक राम्रो भएछ भन्ने टाइपको हुन्छ। ममा भएको कमजोरी म भित्रै लुकेर बसेँ अनि म कहीँ पनि देखिनँ भने त्यो कसैले थाहा नै हुँदैन। भित्रै बसेपछि जब एक्लै महाराज घामै राजा भने जस्तो म भित्रै बसेँ भने मै महाराज हुन्छ नि त। राम्रो पनि मलाई राम्रो छ, नराम्रो पनि मेरो लागि राम्रै छ हुन्छ। नेपाल आइडलले चिन्नुको हजुरलाई? नेपाली तारा। नेपाली ताराले त्यसले चिनायो। त्यसमा को हुनुहुन्थ्यो होइन हजुर को चिनाउँथ्यो? मेरो तेस्रो नेपाली तारा तेस्रो थियो। त्यसमा विनर चाहिँ हाम्रो प्रताप लामा। प्रताप लामा फर्स्ट हुनुभएको थियो त्यति बेला। त्यसपछि सेकेन्ड चाहिँ मलाई याद भएन, प्रताप दास तेस्रो हुनुभएको थियो। प्रताप दास तेस्रो हुनुभएको थियो। सेकेन्ड रनर सुरेश लामाज्यू पनि थर्ड हुनुभएको थियो। सेकेन्ड चाहिँ मलाई ठ्याक्कै याद भएन। अब म नजितिकन सुरेश लामाहरू प्रताप दासहरूभन्दा होइन 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 त्यो उहाँ सुरेश लामाज्यू, प्रताप दासज्यू, प्रताप लामाज्यू उहाँहरू भनेको त्यत्रो सो विजेता। अहिले क्षणिकको रूपमा वाइवाई पाउनु मलाई त्यति ठुलो कुरो होइन। उहाँहरू त्यस्तो अब्बल गाउनुहुन्छ, यस्तो मिठो गाउनुहुन्छ। सुरेश लामाज्यू त्यस्तो मिठो क्लासिकल पनि त्यस्तो राम्रो गाउनुहुन्छ। प्रताप दास त्यस्तो मिठो गाउनुहुन्छ, फिल्मका हरेक गीतहरू उहाँहरू हुन्छन्। प्रताप लामाज्यूको चाहिँ मैले त्यति खासै सुन्न पाइनँ, उहाँले सायद कम निकाल्नु होला। उहाँहरू त हस्ती हो मेरो लागि, मेरो त मार्गदर्शक हो उहाँहरू। हजुरले कुन फिल्मको गीतबाट डेब्यु गर्नुभयो? सायद हाम्रो राजु गिरी दाईको निर्जला जस्तो लाग्छ। निर्जला है? त्यसमा त्यो गीत कुन त्यो त्यसमा चाहिँ एउटा दसैँ गीत मैले गाएको थिएँ। हजुर त्यो फिल्म त्यति खासै चलेन, गीत पनि त्यति चलेन। दसैँको गीत थियो त्यो। मलाई ठ्याक्कै शब्द चाहिँ याद आएन, थोरै अलिकति। म त आए रमाई रमाई चढी नगर बसैमा, यसपालिको दसैँमा लरिलै, यसपालिको दसैँमा गाएको थिएँ। दामी गीत गाउनु भएको त्यतिखेर। कुन चाहिँ गीत पछि बाबुल गिरीले पछि फर्केर हेर्नु पर्दैन क्या? कुन चाहिँ फिल्मको गीत पछि कुन चाहिँ गीत पछि चाहिँ बाबुल गिरीको जिन्दगी ब्याक भएन? यस्तो छ, अब म चाहिँ जब लागेँ मेरो गीत हिटै नहुँदाखेरि पनि म काममै मात्र तल्लिन भएँ। अनि मैले फर्केर काम पाइनँ भन्नु परेकै छैन अहिलेसम्म। 2072 पुस 10 गतेदेखि म यो म्युजिक एरेन्ज कम्पोजमा थालेँ। 72 साल पुस 10 गतेदेखि भैँचालो गए पश्चात। त्यो हजुरले चाहिँ त्यो पनि लिनु भएको रहेछ क्या? त्यो जुन समय पनि लिनु भएको रहेछ 72 साल पुस 10 गते क्रिसमसको दिनमा। केही थियो त्यो विशेष? क्रिसमसको दिन थियो होइन? विशेष केही थियो? विशेष त केही थिएन। मैले काम गर्न भनेर बाग बजारमा आएर अफिस खोजेर त्यो दिनदेखि चाहिँ काम गर्न थालेको थिएँ कि। विशेष दिन चाहिँ त्यो के परेछ भने त्यो 25 डिसेम्बर के हुन्छ त्यो क्रिसमस डे, त्यो दिन पनि परेर छ। म चाहिँ अब हिन्दू भनेको हिन्दू संस्कारमा हुर्केको, अब हिन्दू संस्कारमा हुर्केको मान्छे म। क्रिसमस डेमा थालेको काम मलाई थाहा भइरहेको छ। 72 सालदेखि अहिले झन्डै 82 साल 81 लगभग 9 वर्ष पुगिसकेको छ। कतिवटा
रेसियोमा गीतहरू गाउनुभयो त्यस्तो गाउन केही त मैले लेख्नु यस्तो छ भएको त्यस्तो collection? गाउन चाहिँ मैले अहिलेसम्म बढी गाएँ भने चाहिँ 20 देखि 25 वटा गाएँ होला तर मेरो सङ्गीत चाहिँ त्यही 1500-1600 वटा भयो होला अग्रज अग्रज कलाकारज्यूहरू चर्चित गायक गायिकाज्यूहरूले गाउनु भएको छ मैले त एकदम थोरै गाएको भनेपछि पैसा छापी हुनुहुन्छ पैसा त छापिन्न दुःख चाहिँ गरिरहेको छु अहिले पछिल्लो समयमा त्यति धेरै सङ्गीत एरेन्ज गर्दाखेरि चाहिँ बाबु गिरीलाई पनि कहिलेकाहीँ अगाडि आउँ म पनि चिन्यौँ भन्ने लाग्यो कि लागेन त्यो हुन्छ नि लोभ हुन्छ नि त्यो लोभ चाहिँ आयो कि आएन अब नढाँटी भन्दाखेरि अलिकति चिनियोस् जस्तो त सबैलाई लागि नै हाल्छ तर मलाई त्यो अगाडि चाहिँ कसरी आउने भन्ने कुरा हो गीत सङ्गीतै हो हाम्रो त मार्गदर्शन भनेकै अहिले त पछिल्लो समयका सङ्गीतकार एरेन्जरहरू पनि होइन अब त्यो के कारणले हो त्यो त मलाई पनि थाहा पाएन उहाँहरूले नि आफैले गीत गाएर होइन जुन फिल्ममा पाउनु भएको छ उहाँहरूको जस्तो सुकै होस् आवाज उहाँहरू आफैले गाएर आफैले सङ्गीत गरेर आफैले लेखेर हुनुहुन्छ क्या यो विषयमा चाहिँ त्यसले गर्दाखेरि मैले यो क्वेसन सोधेँ सबैलाई रहर हुन्छ फिल्ममा गीत गाउन पाएदेखि फिल्मी सङ्गीत गायक बनिन्थ्यो प्लेब्याक सिङ्गर बनिन्थ्यो फिल्ममा सङ्गीत भर्न पाएदेखि फिल्मको सङ्गीतकार भन्थ्यो फिल्मको काम गर्न पाएदेखि भन्ने हुन्छ अलिक म्युजिक भिडियोभन्दा अलिक केही हदसम्म माथिल्लो फिल्म नेपाली जुनसुकै देशमा पनि फिल्म अलिक केही हद माथि छ नि फिल्ममा आउनु भनेको चाहिँ अलिक राम्रै जस्तो लाग्छ सबैलाई मनमा लागि नै हाल्छ फिल्ममा गाउन पाए जस्तो लाग्छ मलाई पनि पहिला त्यस्तै लाग्थ्यो अब अहिले अरू नयाँ आउनेहरूलाई पनि त्यस्तै नै लागिहाल्छ मेरो जस्तो मन अरूको पनि त्यस्तै हो कोहीलाई अलिक चाँडै आउनु जस्तो लाग्छ होला फरक त्यति मात्रै हो हृदय त सबैको एउटै हो बाबुल गिरीको लागि सङ्गीत के रहेछ त्यो शब्द के रहेछ गीतको होइन त्यो भित्र पसिसकेपछि अब बाबुल गिरीको त्यो बुझाइ के रहेछ मलाई त यो सम्बन्धी केही थाहा छैन गीत के हो भन्ने पनि थाहा छैन सङ्गीत के हो भन्ने पनि थाहा छैन शब्द कसरी लेख्ने हो के गर्ने हो त्यो पनि थाहा छैन म त मनले जे भन्छ यसलाई चाहिँ यसरी गा न भन्छ म त्यसरी गाउने हो यसलाई चाहिँ यसरी लेखिदिउँ न भने जस्तो लाग्छ मनले जे भन्छ बाबुल गिरीलाई सबैले चिन्ने गीत कुन थियो हो यो चाहिँ बाबुल गिरी है भनेर पहिला त्यो म +2 पढ्दै थिएँ 2068 साल +2 भनेको 65-66 सालतिर एउटा गीत रेकर्ड गरेको थिएँ त्यति बेला दिनदिनै आउँछु लड्डु चढाउँछु तिम्रो मन्दिरैमा लौ न प्रभु वान पिस लाउने च्वाक मिलाइदेऊ भन्ने गीत गरेको थिएँ यो गीत त मैले सुनेको हाम्रो पूर्वमा पनि बजाइदियो शिव आदरणीय गुरु शिव परियार गुरुज्यूको त्यो बहाली हुने यो ठाउँमा भन्ने गीत र यो मेरो सँगसँगै आएको थियो उहाँको भन्दा थोरै केही समयपछि आएको थियो तर त्यो 2-3 दिनमै सुपर हिट भएको थियो त्यतिखेर त क्यासेट थियो त्यति बेला गाडीमा बजेपछि गीत हिट हुन्छ भन्थे हामी घर जाँदाखेरि गाडीमा मजाले बज्थ्यो एफएममा बज्थ्यो रेडियोमा बज्थ्यो त्यसरी बज्थ्यो त्यति बेलै बाबुल गिरीको भन्ने त्यति बेला चलेको थियो त्यसपछि सङ्घर्ष रच जीवन एउटा गीत मात्र चलेर पनि हुँदो रहेन अनि दुःख गर्दै फिल्ममा लाग्न भनेर धेरै दुःख गरियो काठमाडौँ आयो ज्यामी काम गरियो 5-6 वर्षै गरियो 2000 म त +2 पढ्दाखेरिदेखि नै फर्निचर काम सिकेको गाउँमा +2 तपाईँले गाउँबाट गर्नुभयो मैले ब्याचलर पनि गाउँबाटै गरेको गाउँबाटै गर्नुभयो गीत गाउनुभयो गाउँमै गाउँमा गीत गाउँदै गर्दाखेरि त्यो गाउँको हेर्ने दृष्टिकोण कस्तो थियो अहिले कति परिवर्तन गाउँमा त त्यस्तो खासै पहिला मेरो गाउँमा सिन्धुपाल्चोक हो मेरो मेलम्ची उहाँ चाहिँ त्यस्तो कलाकारलाई त्यस्तो अलिकति यो कलाकार छ भन्ने टाइपको अलि सम्मान भन्ने नै त्यस्तो छ जस्तो लाग्दैन मेरो हृदयदेखि नै म यो बन्छु भनेर मात्र लागेको हो योभन्दा वाहवाही पाइन्छ भन्ने त्यस्तो टाइपको चाहिँ मेरो गाउँ होइन यो यति बेला बनेको अनि यस्तो सिचुएसनमा बनेको भन्ने फिल नै हुँदैन किनकि म अब जहिले पनि बिहान 8 बजेदेखि बेलुका 10-11 बजीसम्म त यही सङ्गीतकै काममा लगभग दिनको 15-16 घन्टा त्यति नै हुन्छ अनि त्यही भएर मलाई कति बेला गरेँ नै थाहा हुँदैन यो गीत सुन्नलाई हामीले बाबुल गिरीलाई चाहिँ कति वर्षसम्म लाग्यो क्या यो गीत यस्तो गीत बन्नको लागि त्यो जानु न हामी कति समय लाग्यो यस्तो गीत सुन्नलाई यो साङ्गीतिक अब लाग्यो नि अब जन्मेकै लगभग 30 भइसक्यो 30 वर्ष लाग्यो 30 वर्ष लाग्यो 30 वर्षसम्म मान्छेले यस्तो गीत बनाउँदो रहेछ है 60 वर्ष पनि बन्छ नि गीत त हजुर मन मात्र लाग्नु पर्यो बनाउँछु
पछिल्लो समयमा तपाईँ प्लेब्याकमा अलिक विशेष जोड दिनुभएको त्यस्तो देखियो। गाउन चाहिँ यस्तो छ, थोरै मात्र गीत गाउँछु म। वर्षमा 4वटा 5वटा गाउँछु भनेर आएको, कहिलेकाहीँ चाहिँ एकैचोटि पर अलिक धेरै आएको जस्तो लाग्छ। सकभर म सङ्गीतमै बढी ध्यान दिइरहेको हुन्छु। गाउन चाहिँ अब जस्तै अब फिल्महरूको काम गर्दा त्यो प्रोड्युसरको डिरेक्टर साहबहरूको उहाँहरूको प्रेसरले उहाँहरूले चाहिँ तपाईँ आफै गाउनुहोस् भनेपछि बल्ल लास्ट अप्सनमा मैले गाउने हो। कतिपयले सोच्नुहुन्छ फेरि फिल्मको गीत चाहिँ ऊ आफैले गाउँछ भन्ने, त्यस्तो पनि होइन। म चाहिँ गीत बन्न साथ कसलाई लगाउने, उहाँलाई सुहाउँछ, उहाँ सिङ्गरलाई सुहाउँछ, यो गीत चाहिँ उहाँले गाउँदाखेरि अझ बेस्ट हुन्छ भनेर मैले उहाँहरूलाई पहिला मैले चाहिँ त्यसरी भन्छु। कतिपय गीतहरू चाहिँ अब मैले भनेको सिङ्गरहरूले गाउँदाखेरि पनि पछि रिजेक्ट भएर म आफैले गाउन प्रेसर हुँदाखेरि पनि बरु मैले अब गाउन चाहिँ मिल्दैन, उहाँहरूले गाइसकेको गीत बरु अरू कुनै सिङ्गरले दिस्यो, हजुरहरूको मर्जीले हजुरहरूलाई उहाँहरूले गाएको सुट भएन भने अरूलाई लगाउनु, म चाहिँ यो गीत गाउनु मिल्दिनँ भनेर लगभग अब यो 5-6 वर्षमा मेरो झन्डै 10-15वटा फिल्मको गीतहरू अड्केर बसिरहेको छ मैले नगाएर। तपाईँले नगाएको किन बाबुल गिरी नि चाहिन्छ फिल्मको गीतहरूमा? त्यो डिमान्ड हुन्छ नि, त्यो चाहिँ तपाईँको चाहिँ प्रड्युसरको त्यो डिमान्ड होइन, त्यो चाहिँ निर्देशकको डिमान्ड किन बाबुल गिरीलाई नै हुन्छ? यसको रहस्य के छ मलाई कृष्ण राजा? त्यो चाहिँ म आफैलाई पनि थाहा छैन। अब गीत बनाउँदाखेरि एउटा सङ्गीतकार, म त एज अ सङ्गीतकार हो नि त, सङ्गीतकारले पहिलो रस भनेको हुन्छ नि त, पहिलो मेलोडी भन्छ। जस्तै दिनैभरि घामै राजा, यो फिल हुन्छ। अब यही फिल अरू जस्तै हजुरले गाउनु हो भने यही मेरै फिल घामै राजा नआउन पनि सक्छ नि त। हजुरले घामै राजा गर्नु पनि सक्नुहुन्छ हजुरले। अब मेरो त्यो घामै राजा सुनिसक्नु भएको हुन्छ उहाँहरूले, अनि उहाँहरूले अर्को प्याटर्नले गाइदिनु भयो भने उहाँहरूलाई त्यो एक्सेप्टै हुँदैन क्या, पहिलाको डमी सुनिरहेको त्यस्तै चाहियो भन्ने टाइपको हुनुहुन्छ। अब मेरो मनको फिल त हजुरमा आउँदैन, अर्थात् अन्य सिङ्गरहरूमा कलाकारज्यूहरूमा आउँदैन, अन्य गायक गायिकाको फिल फेरि ममा आउँदैन। मेरै जस्तो फिल खोज्नलाई चाहिँ म आफैले गाउनु पर्ने हुन्छ। बाबुल गिरीले नगाइसकेपछि उनको 10-15वटा फिल्मका गीतहरू रोकियो भनेर आफैले भनेको भन्नुभएको छ। बाबुल गिरी चुजी बन्न थाल्यो। चुजी होइन, चुजी भन्दा पनि एज अ म प्रोफेसनल सिङ्गर भन्दा पनि म कम्पोजर हो नि त। अनि मैले आफैले सङ्गीत भरेको गीतहरू सबै म आफैले गाउन थालेँ, म आफै गाउँ जस्तो गर्न थालेँ भने त अब कति नेपालमा कति हजार गायक गायिकाज्यूहरू हुन्छ, सबै सङ्गीतकारज्यूहरूले मात्र गाइदियो भने उहाँहरूले के गाउनु, सबै मलाई फिट हुन्छ भन्ने पनि छैन। मलाई इच्छा पनि लाग्नु पऱ्यो, यो चाहिँ मलाई फिट हुन्छ भन्ने टाइपको पनि हुनु पऱ्यो, गीत अनुसार पनि हुन्छ होला। अहिलेसम्म कतिवटा गाउनु भयो, फिल्ममा गाउनु भयो, कतिवटा गाउनु भयो कुनै यकिन छ? मैले त धेरै गाएकै छैन। हजुर, अब मैले यो जन्ते बाख्राको घामै राजा गीत आउँदै गर्दाखेरि कति नम्बरको फिल्मको गीत थियो? मेरो त फिल्म त त्यही फिल्मको गीत मेरो त एकछिन यादै हुँदैन। फिल्म त मैले धेरै गरिसकेँ, 30-40वटा जति गरेँ होला फिल्म, छोटो समयमा धेरै गरेको छु। तर मैले त्यही 4-5वटा फिल्ममा गएको छु होला। सकभर गाउँदिनँ भन्दा पनि गाउनुपर्छ, कुनै चाहिँ आफ्नो इच्छाले पनि यो चाहिँ मै गाउँछु भन्ने टाइपको पनि हुन्छ। बाबुल गिरीलाई बाहिर कमै समयमा भेटिन्छ कि व्यस्त हुनुभएको हो अथवा चाहिँ यो मिडियाबाट टाढा गर्नुभएको हो? म व्यस्त भन्दा नि म अहिले पहिल्यैदेखि नै म काममै मात्र फोकस हो। म त्यस्तो बाहिर त्यति धेरै पनि हिँड्दिनँ, काममै हुन्छु। बिहान 9 बजीदेखि बेलुका 10-11 बजीसम्म अफिसमै हुन्छु, रेकर्डिङमै हुन्छु, रेकर्डिङ स्टुडियोतिरै हुन्छु। अनि बाहिर त्यति साह्रो हिँड्दिनँ, परिहाल्यो भने मात्रै आइहाल्ने हो। काम पनि गर्नु परिहाल्यो, सकुन्जेल काम गर्नु पऱ्यो। भोलिपर्सि सकिएन, काम पाउन छोडिएपछि काम गर्छु भनेर पनि पाइँदैन होला। अहिले चाहिँ सकभर कामै गरौँ भनेर लागिरहेको छ। हुन्छ, आज रिलिज भएकै गीत गाउँ अनि त्यसपछि अरू अन्य कुराहरू बडो सुन्दाखेरि अचक होइन, त्यो दम आउँछ क्या दाइको आवाजमा चाहिँ है। यो चाहिँ एउटा मायामा समर्पित भएको गीत हो नि त होइन। अनि चलचित्र हाम्रो जन्ते बाख्रा, यो गीत आउँदाखेरि मैले सर्वप्रथम हरिहुमा गाई गुरुलाई, क्यामेराम्यान हरिहुमा गाई गुरुलाई मैले हृदयदेखि धन्यवाद दिनुपर्छ, किनकि उहाँले रोकेर राख्नु भएको लगभग झन्डै 2 वर्ष हुन लाग्यो। होइन, उहाँले आफैले निकाल्छु भनेर रोकेर राख्नु भएको गीत हो।
अनि उहाँकोमा पनि त्यस्तै केही प्रब्लम आइपऱ्यो होला, त्यसपछि बिस्तारै बिस्तारै अड्केर बसिरहेको थियो। अनि उहाँ आफै इन्भल्भ हुनुभएको यो फिल्म जनताको, उहाँ आफैले खिच्नु भएको। अनि उहाँले आफ्नै प्रोजेक्ट भनौँ न अब त होइन, यो फिल्ममा हाल्नुभयो। उहाँले म्युजिक भिडियो बनाएर निकाल्ने सोचमा लाग्नु भएको छ अहिले फिल्ममा। हाम्रो यो जन्ते बाख्रो जेठ 9 गतेदेखि चाहिँ फिल्म हलहरूमा लाग्ने रहेछ होइन। अलिकति मात्रै थाहा छ, म आफैले देखे पनि यादै हुँदैन नि त, धेरै भइसक्यो। दिनदिनै आउँछु लड्डु चढाउँछु तिम्रो मन्दिरैमा, लौ न प्रभु वान पिस लाउने च्वाक मिलाइदेऊ।